दसैँ आइपुग्यो खर्च कसरी जुटाउँ भनेर यस्तो टेन्सन भएको छ। अब यी 2-4वटा फर्सी बेच्न पर्ने अवस्था छ। यो बुढालाई त भनेको नि मैले जानै जाउँ आन्दोलनमा भनेर। त्यतिखेर फेरि कर्फ्यू लाएर मर्यो, गाडी पनि चल्दैन। सबैजनालाई जाउँ जाउँ भनेर त भनेको नि। त्यतिखेर प्याट्टा आन्दोलनमा जान पाएको भएदेखि पैसाका बोरै ल्याउन पाइने रहेछ। लुगा फाटा ब्याग डल हाँडा भाँडा भाँडाकुटीदेखि लिएर साबनदेखि लिएर सारा सामान ल्याउन पाइने रहेछ। मजाले दसैँ त मानिन्थ्यो यसपालि। सबैले मैले भनेको कुरो मानिदिया भए अहिले यस्तो हालत हुन्थ्यो। अहिले अब खर्च नभएर यस्तो बिहाल भइरहेछ। यी फर्सी बेचेर दसैँलाई खर्च जुटाउनलाई यस्तो गर्न परेको छ। मैले त भनेको हो नि जाउँ बुढा, एउटा गाडी रिजर्भ गऱ्यो भने नि जाउँ भन्दाखेरि संसारभरि कर्फ्यू लागेको छ, कसरी जानु, चुप लाएर बस घरमा थन्केर भनेर भन्यौ। अहिले आएर यस्तो दुःख भोग्न पर्यो। जान पाएको भए हेर सुनका हात्ती गाग्री सबै ल्याउन पाउने रहेछ। त्यत्रा देशमा पैसा जलेर सके, 2-4 पत्ता मात्रै ल्याउन पाएको भए मजाले दसैँ जाने रहेछ। अब के गर्नु हेर बर्बादै भइगयो नि। मैले त भनेको थिएँ नि।